भप्ते बाखरी भर्सेस भप्ता बाखरी। भप्ता र भप्ते बाखरी। बाखरी त 5-6 तरिकामा युज गर्न मिल्छ। आज भप्ते र भप्ताको मात्र कुरा गरौँ। भप्ता बाखरी भनेको चाहिँ भर्खरै मैले केही कुराहरू गरेँ भन्दाखेरि होइन, यो चाहिँ भन्ने मान्छेमा डिपेन्ड पर्छ कि कतिको रिसेन्टली उसको लागि रिसेन्टली हो भने उसले भन्न पायो। मानौ कि त्यो केही दिन भइसक्यो, केही घन्टा भइसक्यो, केही महिना वर्षै भइसक्यो भने, तर भन्ने मान्छेको लागि यो भर्खरै भाव भन्ने लाग्छ भने प्रयोग गर्न पायो। जस्तो म जापान गएको 2 वर्षै भइसक्यो, तर जापानिजै आएर या मभन्दा धेरै सेन्पाई सिनियर आएर ओ तिम्रो भाषा त कस्तो राम्रो भएछ है भन्दाखेरि इए मादा देश इमा निहोने किता बाखरी देश भनेर प्रयोग गर्न मिल्छ होइन। जस्तो भर्खरै 1 घन्टा जस्तो अगाडि भात खायो भने खाजा खाने होइन भनेर सोध्यो भने साक्की गोहानु ताबेता बाखरी देश भनेर प्रयोग गर्न पायो। त्यस्तै भप्ते बाखरी भनेको चाहिँ के हो त भन्दा भप्ता भने त्यो पास्ट भयो, त्यसैले भप्ते भनेको कन्टिन्युस भइरहेको बेलामा युज गर्ने भएको भएर चाहिँ भप्ते बाखरी भनेको चाहिँ केही कुरा भइरहँदा, एउटै कुरा निरन्तर गरिराख्दा होइन। जस्तो कोही चाहिँ जापानमा एकदम धेरै काम गरिरहेको छ, भेटघाट पनि गर्दैन, घुमफिर पनि गर्दैन, रमाइलो नि गर्दैन, ऊ चाहिँ काम मात्रै गरिरहेको छ भने चाहिँ खारेवा आरुबाइतो सिते बाखरी दा। अब यसलाई नाउनमा नि प्रयोग गर्न मिल्छ, आरुबाइतो बाखरी सितेइरु भनेर पनि प्रयोग गर्न पाइन्छ। दोबारी गत गोदेमास्ता ओचकार समादेस्ता माता